सुन्दा अपत्यारिलो लाग्न सक्छ। प्रचण्डको नक्कल गरेर नाम कमाएका घनश्याम गौतमको आज पार्थिव शरीर पशुपतिमा ल्याइएको छ। हिजो राति 12 बजे क्यान्सर हस्पिटलमा उहाँको निधन भएको छ। उहाँ विभिन्न टेलिचलचित्र मेरी बासेबाट यात्रा सुरु गर्नुभएको थियो। उहाँको श्रीमती पनि यही क्षेत्रमा आबद्ध हुनुहुन्छ र नक्कली प्रचण्डको हाउभाउ नक्कल उतारेका घनश्याम गौतमको पार्थिव शरीर अहिले यहाँ पशुपतिमा ल्याइएको छ। प्रचण्डले पनि उहाँलाई सहयोग गर्छु भनेर प्रतिबद्धता गर्नुभएको थियो, तर उहाँले घनश्यामलाई सहयोग गर्न सक्नु भएन। उहाँले आफ्नो फेसबुक स्ट्याटसमा राख्नु भएको थियो। घनश्याम गौतमले यहाँ देख्न सक्नुहुन्छ, नेपालमा एक कलाकारले प्राण त्याग गर्दाखेरि उहाँ चाहिँ पेटको क्यान्सरका कारण विभिन्न सङ्घ संस्था विभिन्न व्यक्तिहरूलाई हार गुहार गर्नुभयो र कसैको सहयोग पाउनु भएन। अहिले यहाँ देख्न सक्नुहुन्छ पशुपतिमा देशको गहना कलाकार मर्दाखेरि कुनै मान सम्मान छैन। हेर्नुहोस् त यहाँ कति पातलो छ। यही हो त एउटा नेपाली कलाकारले पाउनुपर्ने सम्मान। गाह्रो छ। नेपालको कलाकारितालाई म धिक्कार गर्न चाहन्छु। यहाँ देख्न सक्नुहुन्छ तपाईँ। आगामी दिनहरूमा यस्तो नहोस्। नेपाल सरकारले पनि कलाकारप्रति सम्मान गरोस्। हाम्रो आदरणीय घनश्याम गौतमज्यू आज स्वर्गवास हुनुभएको छ। उहाँलाई श्रद्धासुमन व्यक्त गर्न चाहन्छु। म भक्तिप्रसाद चौलागाई आज पशुपति आइरहँदा उहाँ लामो समयदेखि पेटको क्यान्सर पीडित हुनुहुन्थ्यो। धेरै सहयोग धेरै ठाउँमा हारगुहार पनि गर्नुभयो र कसैले सहयोग गर्नु भएन। फेरि पनि भन्न चाहन्छु, उहाँ घनश्याम गौतम हुनुहुन्छ। हस्त धन्यवाद। सुन्दा अपत्यारिलो लाग्न सक्छ। प्रचण्डको नक्कल गरेर नाम कमाएका घनश्याम गौतमको आज पार्थिव शरीर पशुपतिमा ल्याइएको छ। हिजो राति 12 बजे क्यान्सर हस्पिटलमा उहाँको निधन भएको छ। उहाँ विभिन्न टेलिचलचित्र मेरी बासेबाट यात्रा सुरु गर्नुभएको थियो। उहाँको श्रीमती पनि यही क्षेत्रमा आबद्ध हुनुहुन्छ र नक्कली प्रचण्डको हाउभाउ नक्कल उतारेका घनश्याम गौतमको पार्थिव शरीर अहिले यहाँ पशुपतिमा ल्याइएको छ। प्रचण्डले पनि उहाँलाई सहयोग गर्छु भनेर प्रतिबद्धता गर्नुभएको थियो, तर उहाँले घनश्यामलाई सहयोग गर्न सक्नु भएन। उहाँले आफ्नो फेसबुक स्ट्याटसमा राख्नु भएको थियो। घनश्याम गौतमले यहाँ देख्न सक्नुहुन्छ, नेपालमा एक कलाकारले प्राण त्याग गर्दाखेरि उहाँ चाहिँ पेटको क्यान्सरका कारण विभिन्न सङ्घ संस्था विभिन्न व्यक्तिहरूलाई हार गुहार गर्नुभयो र कसैको सहयोग पाउनु भएन। अहिले यहाँ देख्न सक्नुहुन्छ पशुपतिमा देशको गहना कलाकार मर्दाखेरि कुनै मान सम्मान छैन। हेर्नुहोस् त यहाँ कति पातलो छ। यही हो त एउटा नेपाली कलाकारले पाउनुपर्ने सम्मान। गाह्रो छ। नेपालको कलाकारितालाई म धिक्कार गर्न चाहन्छु। यहाँ देख्न सक्नुहुन्छ तपाईँ। आगामी दिनहरूमा यस्तो नहोस्। नेपाल सरकारले पनि कलाकारप्रति सम्मान गरोस्। हाम्रो आदरणीय घनश्याम गौतमज्यू आज स्वर्गवास हुनुभएको छ। उहाँलाई श्रद्धासुमन व्यक्त गर्न चाहन्छु। म भक्तिप्रसाद चौलागाई आज पशुपति आइरहँदा उहाँ लामो समयदेखि पेटको क्यान्सर पीडित हुनुहुन्थ्यो। धेरै सहयोग धेरै ठाउँमा हारगुहार पनि गर्नुभयो र कसैले सहयोग गर्नु भएन। फेरि पनि भन्न चाहन्छु, उहाँ घनश्याम गौतम हुनुहुन्छ। हस्त धन्यवाद। सुन्दा अपत्यारिलो लाग्न सक्छ। प्रचण्डको नक्कल गरेर नाम कमाएका घनश्याम गौतमको आज पार्थिव शरीर पशुपतिमा ल्याइएको छ। हिजो राति 12 बजे क्यान्सर हस्पिटलमा उहाँको निधन भएको छ। उहाँ विभिन्न टेलिचलचित्र मेरी बासेबाट यात्रा सुरु गर्नुभएको थियो। उहाँको श्रीमती पनि यही क्षेत्रमा आबद्ध हुनुहुन्छ र नक्कली प्रचण्डको हाउभाउ नक्कल उतारेका घनश्याम गौतमको पार्थिव शरीर अहिले यहाँ पशुपतिमा ल्याइएको छ। प्रचण्डले पनि उहाँलाई सहयोग गर्छु भनेर प्रतिबद्धता गर्नुभएको थियो, तर उहाँले घनश्यामलाई सहयोग गर्न सक्नु भएन। उहाँले आफ्नो फेसबुक स्ट्याटसमा राख्नु भएको थियो। घनश्याम गौतमले यहाँ देख्न सक्नुहुन्छ, नेपालमा एक कलाकारले प्राण त्याग गर्दाखेरि उहाँ चाहिँ पेटको क्यान्सरका कारण विभिन्न सङ्घ संस्था विभिन्न व्यक्तिहरूलाई हार गुहार गर्नुभयो र कसैको सहयोग पाउनु भएन। अहिले यहाँ देख्न सक्नुहुन्छ पशुपतिमा देशको गहना कलाकार मर्दाखेरि कुनै मान सम्मान छैन। हेर्नुहोस् त यहाँ कति पातलो छ। यही हो त एउटा नेपाली कलाकारले पाउनुपर्ने सम्मान। गाह्रो छ। नेपालको कलाकारितालाई म धिक्कार गर्न चाहन्छु। यहाँ देख्न सक्नुहुन्छ तपाईँ। आगामी दिनहरूमा यस्तो नहोस्। नेपाल सरकारले पनि कलाकारप्रति सम्मान गरोस्। हाम्रो आदरणीय घनश्याम गौतमज्यू आज स्वर्गवास हुनुभएको छ। उहाँलाई श्रद्धासुमन व्यक्त गर्न चाहन्छु। म भक्तिप्रसाद चौलागाई आज पशुपति आइरहँदा
उहाँ लामो समयदेखि पेटको क्यान्सर पीडित हुनुहुन्थ्यो। धेरै सहयोग धेरै ठाउँमा हारगुहार पनि गर्नुभयो र कसैले सहयोग गर्नु भएन। फेरि पनि भन्न चाहन्छु उहाँ घनश्याम गौतम हुनुहुन्छ। हस् त, धन्यवाद। सुन्दा अपत्यारिलो लाग्न सक्छ। प्रचण्डको नक्कल गरेर नाम कमाएका घनश्याम गौतमको आज पार्थिव शरीर पशुपतिमा ल्याइएको छ। हिजो राति 12 बजे क्यान्सर हस्पिटलमा उहाँको निधन भएको छ। उहाँ विभिन्न टेलिचलचित्र मेरी बासेबाट यात्रा सुरु गर्नुभएको थियो। उहाँको श्रीमती पनि यही क्षेत्रमा आबद्ध हुनुहुन्छ र नक्कली प्रचण्डको हाउभाउ नक्कल उतारेका घनश्याम गौतमको पार्थिव शरीर अहिले यहाँ पशुपतिमा ल्याइएको छ। प्रचण्डले पनि उहाँलाई सहयोग गर्छु भनेर प्रतिबद्धता गर्नुभएको थियो, तर उहाँले घनश्यामलाई सहयोग गर्न सक्नु भएन। उहाँले आफ्नो फेसबुक स्ट्याटसमा राख्नु भएको थियो। घनश्याम गौतमले यहाँ देख्न सक्नुहुन्छ, नेपालमा एक कलाकारले प्राण त्याग गर्दाखेरि उहाँ चाहिँ पेटको क्यान्सरका कारण विभिन्न सङ्घ संस्था विभिन्न व्यक्तिहरूलाई हार गुहार गर्नुभयो र कसैको सहयोग पाउनु भएन। अहिले यहाँ देख्न सक्नुहुन्छ पशुपतिमा देशको गहना कलाकार मर्दाखेरि कुनै मान सम्मान छैन। हेर्नुहोस् त यहाँ कति पातलो छ। यही हो त एउटा नेपाली कलाकारले पाउनुपर्ने सम्मान। गाह्रो छ। नेपालको कलाकारितालाई म धिक्कार गर्न चाहन्छु। यहाँ देख्न सक्नुहुन्छ तपाईँ। आगामी दिनहरूमा यस्तो नहोस्। नेपाल सरकारले पनि कलाकारप्रति सम्मान गरोस्। हाम्रो आदरणीय घनश्याम गौतमज्यू आज स्वर्गवास हुनुभएको छ। उहाँलाई श्रद्धासुमन व्यक्त गर्न चाहन्छु। म भक्तिप्रसाद चौलागाई आज पशुपति आइरहँदा उहाँ लामो समयदेखि पेटको क्यान्सर पीडित हुनुहुन्थ्यो। धेरै सहयोग धेरै ठाउँमा हारगुहार पनि गर्नुभयो र कसैले सहयोग गर्नु भएन। फेरि पनि भन्न चाहन्छु उहाँ घनश्याम गौतम हुनुहुन्छ। हस् त, धन्यवाद। सुन्दा अपत्यारिलो लाग्न सक्छ। प्रचण्डको नक्कल गरेर नाम कमाएका घनश्याम गौतमको आज पार्थिव शरीर पशुपतिमा ल्याइएको छ। हिजो राति 12 बजे क्यान्सर हस्पिटलमा उहाँको निधन भएको छ। उहाँ विभिन्न टेलिचलचित्र मेरी बासेबाट यात्रा सुरु गर्नुभएको थियो। उहाँको श्रीमती पनि यही क्षेत्रमा आबद्ध हुनुहुन्छ र नक्कली प्रचण्डको हाउभाउ नक्कल उतारेका घनश्याम गौतमको पार्थिव शरीर अहिले यहाँ पशुपतिमा ल्याइएको छ। प्रचण्डले पनि उहाँलाई सहयोग गर्छु भनेर प्रतिबद्धता गर्नुभएको थियो, तर उहाँले घनश्यामलाई सहयोग गर्न सक्नु भएन। उहाँले आफ्नो फेसबुक स्ट्याटसमा राख्नु भएको थियो। घनश्याम गौतमले यहाँ देख्न सक्नुहुन्छ, नेपालमा एक कलाकारले प्राण त्याग गर्दाखेरि उहाँ चाहिँ पेटको क्यान्सरका कारण विभिन्न सङ्घ संस्था विभिन्न व्यक्तिहरूलाई हार गुहार गर्नुभयो र कसैको सहयोग पाउनु भएन। अहिले यहाँ देख्न सक्नुहुन्छ पशुपतिमा देशको गहना कलाकार मर्दाखेरि कुनै मान सम्मान छैन। हेर्नुहोस् त यहाँ कति पातलो छ। यही हो त एउटा नेपाली कलाकारले पाउनुपर्ने सम्मान। गाह्रो छ। नेपालको कलाकारितालाई म धिक्कार गर्न चाहन्छु। यहाँ देख्न सक्नुहुन्छ तपाईँ। आगामी दिनहरूमा यस्तो नहोस्। नेपाल सरकारले पनि कलाकारप्रति सम्मान गरोस्। हाम्रो आदरणीय घनश्याम गौतमज्यू आज स्वर्गवास हुनुभएको छ। उहाँलाई श्रद्धासुमन व्यक्त गर्न चाहन्छु। म भक्तिप्रसाद चौलागाई आज पशुपति आइरहँदा उहाँ लामो समयदेखि पेटको क्यान्सर पीडित हुनुहुन्थ्यो। धेरै सहयोग धेरै ठाउँमा हारगुहार पनि गर्नुभयो र कसैले सहयोग गर्नु भएन। फेरि पनि भन्न चाहन्छु उहाँ घनश्याम गौतम हुनुहुन्छ। हस् त, धन्यवाद। सुन्दा अपत्यारिलो लाग्न सक्छ। प्रचण्डको नक्कल गरेर नाम कमाएका घनश्याम गौतमको आज पार्थिव शरीर पशुपतिमा ल्याइएको छ। हिजो राति 12 बजे क्यान्सर हस्पिटलमा उहाँको निधन भएको छ। उहाँ विभिन्न टेलिचलचित्र मेरी बासेबाट यात्रा सुरु गर्नुभएको थियो। उहाँको श्रीमती पनि यही क्षेत्रमा आबद्ध हुनुहुन्छ र नक्कली प्रचण्डको हाउभाउ नक्कल उतारेका घनश्याम गौतमको पार्थिव शरीर अहिले यहाँ पशुपतिमा ल्याइएको छ। प्रचण्डले पनि उहाँलाई सहयोग गर्छु भनेर प्रतिबद्धता गर्नुभएको थियो, तर उहाँले घनश्यामलाई सहयोग गर्न सक्नु भएन। उहाँले आफ्नो फेसबुक स्ट्याटसमा राख्नु भएको थियो। घनश्याम गौतमले यहाँ देख्न सक्नुहुन्छ, नेपालमा एक कलाकारले प्राण त्याग गर्दाखेरि उहाँ चाहिँ पेटको क्यान्सरका कारण विभिन्न सङ्घ संस्था विभिन्न व्यक्तिहरूलाई हार गुहार गर्नुभयो र कसैको सहयोग पाउनु भएन। अहिले यहाँ देख्न सक्नुहुन्छ पशुपतिमा देशको गहना कलाकार मर्दाखेरि कुनै मान सम्मान छैन। हेर्नुहोस् त यहाँ कति पातलो छ। यही हो त एउटा नेपाली कलाकारले पाउनुपर्ने सम्मान। गाह्रो छ। नेपालको कलाकारितालाई म धिक्कार गर्न चाहन्छु। यहाँ देख्न सक्नुहुन्छ तपाईँ।
आगामी दिनहरूमा यस्तो नहोस्, नेपाल सरकारले पनि कलाकारप्रति सम्मान गरोस्। हाम्रो आदरणीय घनश्याम गौतमज्यू आज स्वर्गवास हुनुभएको छ, उहाँलाई श्रद्धासुमन व्यक्त गर्न चाहन्छु। म भक्तिप्रसाद चौलागाई। आज पशुपति आइरहँदा उहाँ लामो समयदेखि पेटको क्यान्सर पीडित हुनुहुन्थ्यो। धेरै सहयोग, धेरै ठाउँमा हारगुहार पनि गर्नुभयो र कसैले सहयोग गर्नु भएन। फेरि पनि भन्न चाहन्छु, उहाँ घनश्याम गौतम हुनुहुन्छ। हस्त, धन्यवाद। सुन्दा अपत्यारिलो लाग्न सक्छ। प्रचण्डको नक्कल गरेर नाम कमाएका घनश्याम गौतमको आज पार्थिव शरीर पशुपतिमा ल्याइएको छ। हिजो राति 12 बजे क्यान्सर हस्पिटलमा उहाँको निधन भएको छ। उहाँ विभिन्न टेलिचलचित्र मेरी बासेबाट यात्रा सुरु गर्नुभएको थियो। उहाँको श्रीमती पनि यही क्षेत्रमा आबद्ध हुनुहुन्छ र नक्कली प्रचण्डको हाउभाउ नक्कल उतारेका घनश्याम गौतमको पार्थिव शरीर अहिले यहाँ पशुपतिमा ल्याइएको छ। प्रचण्डले पनि उहाँलाई सहयोग गर्छु भनेर प्रतिबद्धता गर्नुभएको थियो, तर उहाँले घनश्यामलाई सहयोग गर्न सक्नु भएन। उहाँले आफ्नो फेसबुक स्ट्याटसमा राख्नु भएको थियो। घनश्याम गौतमले यहाँ देख्न सक्नुहुन्छ, नेपालमा एक कलाकारले प्राण त्याग गर्दाखेरि उहाँ चाहिँ पेटको क्यान्सरका कारण विभिन्न सङ्घ संस्था, विभिन्न व्यक्तिहरूलाई हार गुहार गर्नुभयो र कसैको सहयोग पाउनु भएन। अहिले यहाँ देख्न सक्नुहुन्छ पशुपतिमा देशको गहना कलाकार मर्दाखेरि कुनै मान सम्मान छैन। हेर्नुहोस् त यहाँ कति पातलो छ। यही हो त एउटा नेपाली कलाकारले पाउनुपर्ने सम्मान। गाह्रो छ। नेपालको कलाकारितालाई म धिक्कार गर्न चाहन्छु। यहाँ देख्न सक्नुहुन्छ तपाईँ। आगामी दिनहरूमा यस्तो नहोस्, नेपाल सरकारले पनि कलाकारप्रति सम्मान गरोस्। हाम्रो आदरणीय घनश्याम गौतमज्यू आज स्वर्गवास हुनुभएको छ, उहाँलाई श्रद्धासुमन व्यक्त गर्न चाहन्छु। म भक्तिप्रसाद चौलागाई। आज पशुपति आइरहँदा उहाँ लामो समयदेखि पेटको क्यान्सर पीडित हुनुहुन्थ्यो। धेरै सहयोग, धेरै ठाउँमा हारगुहार पनि गर्नुभयो र कसैले सहयोग गर्नु भएन। फेरि पनि भन्न चाहन्छु, उहाँ घनश्याम गौतम हुनुहुन्छ। हस्त, धन्यवाद। सुन्दा अपत्यारिलो लाग्न सक्छ। प्रचण्डको नक्कल गरेर नाम कमाएका घनश्याम गौतमको आज पार्थिव शरीर पशुपतिमा ल्याइएको छ। हिजो राति 12 बजे क्यान्सर हस्पिटलमा उहाँको निधन भएको छ। उहाँ विभिन्न टेलिचलचित्र मेरी बासेबाट यात्रा सुरु गर्नुभएको थियो। उहाँको श्रीमती पनि यही क्षेत्रमा आबद्ध हुनुहुन्छ र नक्कली प्रचण्डको हाउभाउ नक्कल उतारेका घनश्याम गौतमको पार्थिव शरीर अहिले यहाँ पशुपतिमा ल्याइएको छ। प्रचण्डले पनि उहाँलाई सहयोग गर्छु भनेर प्रतिबद्धता गर्नुभएको थियो, तर उहाँले घनश्यामलाई सहयोग गर्न सक्नु भएन। उहाँले आफ्नो फेसबुक स्ट्याटसमा राख्नु भएको थियो। घनश्याम गौतमले यहाँ देख्न सक्नुहुन्छ, नेपालमा एक कलाकारले प्राण त्याग गर्दाखेरि उहाँ चाहिँ पेटको क्यान्सरका कारण विभिन्न सङ्घ संस्था, विभिन्न व्यक्तिहरूलाई हार गुहार गर्नुभयो र कसैको सहयोग पाउनु भएन। अहिले यहाँ देख्न सक्नुहुन्छ पशुपतिमा देशको गहना कलाकार मर्दाखेरि कुनै मान सम्मान छैन। हेर्नुहोस् त यहाँ कति पातलो छ। यही हो त एउटा नेपाली कलाकारले पाउनुपर्ने सम्मान। गाह्रो छ। नेपालको कलाकारितालाई म धिक्कार गर्न चाहन्छु। यहाँ देख्न सक्नुहुन्छ तपाईँ। आगामी दिनहरूमा यस्तो नहोस्, नेपाल सरकारले पनि कलाकारप्रति सम्मान गरोस्। हाम्रो आदरणीय घनश्याम गौतमज्यू आज स्वर्गवास हुनुभएको छ, उहाँलाई श्रद्धासुमन व्यक्त गर्न चाहन्छु। म भक्तिप्रसाद चौलागाई। आज पशुपति आइरहँदा उहाँ लामो समयदेखि पेटको क्यान्सर पीडित हुनुहुन्थ्यो। धेरै सहयोग, धेरै ठाउँमा हारगुहार पनि गर्नुभयो र कसैले सहयोग गर्नु भएन। फेरि पनि भन्न चाहन्छु, उहाँ घनश्याम गौतम हुनुहुन्छ। हस्त, धन्यवाद। सुन्दा अपत्यारिलो लाग्न सक्छ। प्रचण्डको नक्कल गरेर नाम कमाएका घनश्याम गौतमको आज पार्थिव शरीर पशुपतिमा ल्याइएको छ। हिजो राति 12 बजे क्यान्सर हस्पिटलमा उहाँको निधन भएको छ। उहाँ विभिन्न टेलिचलचित्र मेरी बासेबाट यात्रा सुरु गर्नुभएको थियो। उहाँको श्रीमती पनि यही क्षेत्रमा आबद्ध हुनुहुन्छ र नक्कली प्रचण्डको हाउभाउ नक्कल उतारेका घनश्याम गौतमको पार्थिव शरीर अहिले यहाँ पशुपतिमा ल्याइएको छ। प्रचण्डले पनि उहाँलाई सहयोग गर्छु भनेर प्रतिबद्धता गर्नुभएको थियो, तर उहाँले घनश्यामलाई सहयोग गर्न सक्नु भएन। उहाँले आफ्नो फेसबुक स्ट्याटसमा राख्नु भएको थियो। घनश्याम गौतमले यहाँ देख्न सक्नुहुन्छ, नेपालमा एक कलाकारले प्राण त्याग गर्दाखेरि उहाँ चाहिँ पेटको क्यान्सरका कारण विभिन्न सङ्घ संस्था, विभिन्न व्यक्तिहरूलाई हार गुहार गर्नुभयो र कसैको सहयोग पाउनु भएन। अहिले यहाँ देख्न सक्नुहुन्छ पशुपतिमा देशको गहना कलाकार मर्दाखेरि
कुनै मान सम्मान छैन। हेर्नुहोस् त यहाँ कति पातलो छ। यही हो त एउटा नेपाली कलाकारले पाउनुपर्ने सम्मान। गाह्रो छ। नेपालको कलाकारितालाई म धिक्कार गर्न चाहन्छु। यहाँ देख्न सक्नुहुन्छ तपाईँ। आगामी दिनहरूमा यस्तो नहोस्। नेपाल सरकारले पनि कलाकारप्रति सम्मान गरोस्। हाम्रो आदरणीय घनश्याम गौतमज्यू आज स्वर्गवास हुनुभएको छ। उहाँलाई श्रद्धासुमन व्यक्त गर्न चाहन्छु। म भक्तिप्रसाद चौलागाई। आज पशुपति आइरहँदा उहाँ लामो समयदेखि पेटको क्यान्सर पीडित हुनुहुन्थ्यो। धेरै ठाउँमा हारगुहार पनि गर्नुभयो र कसैले सहयोग गर्नु भएन। फेरि पनि भन्न चाहन्छु उहाँ घनश्याम गौतम हुनुहुन्छ। हस् त, धन्यवाद। सुन्दा अपत्यारिलो लाग्न सक्छ। प्रचण्डको नक्कल गरेर नाम कमाएका घनश्याम गौतमको आज पार्थिव शरीर पशुपतिमा ल्याइएको छ। हिजो राति 12 बजे क्यान्सर हस्पिटलमा उहाँको निधन भएको छ। उहाँ विभिन्न टेलिचलचित्र मेरी बासेबाट यात्रा सुरु गर्नुभएको थियो। उहाँको श्रीमती पनि यही क्षेत्रमा आबद्ध हुनुहुन्छ र नक्कली प्रचण्डको हाउभाउ नक्कल उतारेका घनश्याम गौतमको पार्थिव शरीर अहिले यहाँ पशुपतिमा ल्याइएको छ। प्रचण्डले पनि उहाँलाई सहयोग गर्छु भनेर प्रतिबद्धता गर्नुभएको थियो, तर उहाँले घनश्यामलाई सहयोग गर्न सक्नु भएन। उहाँले आफ्नो फेसबुक स्ट्याटसमा राख्नु भएको थियो घनश्याम गौतमले। यहाँ देख्न सक्नुहुन्छ नेपालमा एक कलाकारले प्राण त्याग गर्दाखेरि उहाँ चाहिँ पेटको क्यान्सरका कारण विभिन्न सङ्घ संस्था विभिन्न व्यक्तिहरूलाई हार गुहार गर्नुभयो र कसैको सहयोग पाउनु भएन। अहिले यहाँ देख्न सक्नुहुन्छ पशुपतिमा देशको गहना कलाकार मर्दाखेरि कुनै मान सम्मान छैन। हेर्नुहोस् त यहाँ कति पातलो छ। यही हो त एउटा नेपाली कलाकारले पाउनुपर्ने सम्मान। गाह्रो छ। नेपालको कलाकारितालाई म धिक्कार गर्न चाहन्छु। यहाँ देख्न सक्नुहुन्छ तपाईँ। आगामी दिनहरूमा यस्तो नहोस्। नेपाल सरकारले पनि कलाकारप्रति सम्मान गरोस्। हाम्रो आदरणीय घनश्याम गौतमज्यू आज स्वर्गवास हुनुभएको छ। उहाँलाई श्रद्धासुमन व्यक्त गर्न चाहन्छु। म भक्तिप्रसाद चौलागाई। आज पशुपति आइरहँदा उहाँ लामो समयदेखि पेटको क्यान्सर पीडित हुनुहुन्थ्यो। धेरै ठाउँमा हारगुहार पनि गर्नुभयो र कसैले सहयोग गर्नु भएन। फेरि पनि भन्न चाहन्छु उहाँ घनश्याम गौतम हुनुहुन्छ। हस् त, धन्यवाद। सुन्दा अपत्यारिलो लाग्न सक्छ। प्रचण्डको नक्कल गरेर नाम कमाएका घनश्याम गौतमको आज पार्थिव शरीर पशुपतिमा ल्याइएको छ। हिजो राति 12 बजे क्यान्सर हस्पिटलमा उहाँको निधन भएको छ। उहाँ विभिन्न टेलिचलचित्र मेरी बासेबाट यात्रा सुरु गर्नुभएको थियो। उहाँको श्रीमती पनि यही क्षेत्रमा आबद्ध हुनुहुन्छ र नक्कली प्रचण्डको हाउभाउ नक्कल उतारेका घनश्याम गौतमको पार्थिव शरीर अहिले यहाँ पशुपतिमा ल्याइएको छ। प्रचण्डले पनि उहाँलाई सहयोग गर्छु भनेर प्रतिबद्धता गर्नुभएको थियो, तर उहाँले घनश्यामलाई सहयोग गर्न सक्नु भएन। उहाँले आफ्नो फेसबुक स्ट्याटसमा राख्नु भएको थियो घनश्याम गौतमले। यहाँ देख्न सक्नुहुन्छ नेपालमा एक कलाकारले प्राण त्याग गर्दाखेरि उहाँ चाहिँ पेटको क्यान्सरका कारण विभिन्न सङ्घ संस्था विभिन्न व्यक्तिहरूलाई हार गुहार गर्नुभयो र कसैको सहयोग पाउनु भएन। अहिले यहाँ देख्न सक्नुहुन्छ पशुपतिमा देशको गहना कलाकार मर्दाखेरि कुनै मान सम्मान छैन। हेर्नुहोस् त यहाँ कति पातलो छ। यही हो त एउटा नेपाली कलाकारले पाउनुपर्ने सम्मान। गाह्रो छ। नेपालको कलाकारितालाई म धिक्कार